हेलो साथीहरु, कस्तो हुनुहुन्छ? आशा गर्दैछु सन्चै हुनुहुन्छ होला। यो हाम्रो सानो काकाको घर हो। सो गाइस, हामीको दादाले टीका लाउनु हुँदैछ अनि यो मेरो ठुलो दादा हुनुहुन्छ यहाँ। त्यो ठुलो दादा थोडा अलिकति एक्सिडेन्ट भएर निचे बस्नु सक्नुहुन्न थियो, त्यही भएर चेयरमा बसेर लगाउनु हुँदैछ। यहाँ भाउजू हुनुहुन्छ, काकाले लगाइदिनु हुँदैछ टीका। हजुरहरुको टीका कस्तो गयो कमेन्ट गरेर भन्नु होला। यहाँ सानो दादा हुनुहुन्छ, सानो दादालाई लगाइदिनु भयो, फेरि काकाले यता फेरि सानो भाउजूलाई लगाइदिनु भयो। हाम्रो फ्यामिली परिवार पनि बहुत ठुला छ के, टीका लाउनु पनि एकदम बिजी हुन्छ। यहाँ मेरो सानो दादाको छोरा हो। यसपालि चाहिँ मैले टीका लाउनु हुन्न, त्यही भएर मेरो टीका लगाएको भिडियो छैन। तर म पाहुना खानु चाहिँ सबैतिर गइरहेको छु कि एकदम सबैले बोलाउनु भएको थियो खानालाई चाहिँ। यहाँ ठुलो भाउजू, यहाँ दादा हो, सानो दादा। सो गाइस, हजुर कस्तो गयो दसैँको टीका कमेन्ट गरेर भन्नु होला। हाम्रो परिवार हो, मेरो सानो काका हुनुहुन्छ, सानो छोराको घरमा टीका लाउनु आउनुभएको थियो। दादाहरू पनि म पनि गएको थिएँ। सो गाइस, मैले त लाउनु हुन्न, तर पनि खाना खानुले त सबैले बोलाउनु पर्यो। यहाँ मेरो बहिनी हो, छेमाको छोरी हो। यहाँ मेरो केटाकेटीहरू सबै पुरा इन्जोय एकदम सबैतिर केटाकेटी हेर्नु न कति भिड। यहाँ फुपूहरू हुनुहुन्छ, यहाँ सबै केटाकेटी हेर्नु न, यहाँ पुरा भिड एकदम। परिवार धेरै हुनु पनि एउटा अलगै मजा हुने रहेछ कि, हेर्नु न केटाकेटीको भिड। अनि सो गाइस, यहाँ परिवार, यहाँ फुपूहरू हुनुहुन्छ, यहाँ सबै यहाँ भाइहरू, फुपूको छोराहरू, यहाँ मेरो फुपूहरू हुनुहुन्छ सबै। बहुत दिनमा यहाँ साना फुपूलाई भेटेको, हामीसँगै पढेको, बहुत दिनमा भेटेको, बहुत खुसी लाग्यो। अनि सो गाइस, यहाँ काकाहरूको यहाँ अब खानापिनाको लागि रेडी गर्दैछौँ सबैजना। यी हेर्नु चारैतिर, यहाँ मेरो सानो भाइको नानी भएको छ यता। अब यहाँ सबैजना बसिरहेको छौँ। यहाँ सानो मामाको घरमा फेरि गयौँ हामी हिजो लास्ट टीका सानो मामाको घरमा गएर यहाँ बसिरहेको छौँ सबैजना। म त बस्दिनँ, त्यो लाउनुहुन्न। यहाँ भाइहरूलाई सबैलाई टीका लाउँदैछन्। यो मेरो काकाको छोरा हो, ठुलो छोरा बुहारी। अनि एकजना सबैजना छन् यहाँ। परिवार धेरै हुनु पनि अलग्गै उयो कि। यहाँ भाइ बुहारी हो मेरो। सानो मामा माइजू हुनुहुन्छ। लास्ट हिजो सानो मामा माइजू घरमा चाहिँ टीका लाउने लास्ट दिन थियो। सो गाइस, अनि सबैजनालाई टीका लगाइदिनु भयो मामाले पनि। यही सानो भाइ र बुहारीको छोरीहरू, तिनवटा छोरी हो, यिनीहरूलाई पनि लगाइदियो। सालको दसैँ पनि अब गयो, यो लास्ट आज हिजोको पूर्णिमा लास्टमा सानो मामा घरमा। यहाँ मामा माइजू हुनुहुन्छ, केटाकेटीलाई ढोक्दै गरेर दक्षिणा दिँदै। हजुरहरूको पनि टीका सायद राम्रै गयो होला, आशा गर्दैछु राम्रै गयो भने। यहाँ सानो भाइ हो, काकाको छोरा हो, यता बुहारी हो। अनि काकाको छोरा बुहारीलाई पनि यहाँ मामाले टीका लगाइदिनु हुन्छ। अब त परिवार बहुत ठुला छन् कि एकदम। बुहारीलाई त लगाइदिनु भएन मामाले, मामा ससुराले, त्यही भएर माइजूले लगाइदिनु भयो। त्यसपछि ढोकढाक गरेर यहाँ फेरि पालो एकजनालाई। यहाँ मेरो ठुलो दादा हुनुहुन्छ, एक्सिडेन्ट भएर बस्नु सक्नुहुन्न निचे, त्यही भएर चेयरमा बस्नुभएको छ। यहाँ भाउजू हुनुहुन्छ, यहाँ लगाइदिनु भयो फेरि दादा भाउजूलाई टीका। पालापाली सबैलाई सानो मामाले लगाइदिनु भयो। खडा भएर दादा बस्नु सक्नुहुन्न। यता भाउजूलाई माइजूले लगाइदिनु भयो। चलेको रीतिरिवाज त मान्नै पर्छ। कति खुसी लाग्छ के गर्थेँ। यसपालि त मेरो लाउनु हुन्न थियो, त्यही भएर लगाइन। तर हर घरमा म पनि छुन चाहिँ नलगाए पनि खानुपिनु त हुन्छ भनेर सबैले बोलाउनु भयो, गएँ। यहाँ मेरो माइला दादा, माइली भाउजू, भदै केटा हो मेरो। दादाको छोरा एउटा छन्, पासिङ दादाहरूलाई फेरि दादाहरूको पालो हो। अब दादाहरूको पालो, दादाहरूको यतै
टिका लगाइदिनु भयो। मामाले सबैजनालाई लगाइदिँदैछ एक एकदम नम्बर बाई नम्बर सबैलाई। दसैँमा तिहारमा त यसरी भेट हुने हो हैन, सबैजना सबै परिवारहरू। त्यसपछि यहाँ पनि मेरो सोल्टी हो, सोल्टी र अब यहाँ सोल्टीको मिसेस हो, मेरो भाउजूको भाइ हो। भाउजूको भाइलाई यहाँ उनको मिसेसलाई टिका लगाइदिनु भयो मामाहरूले। उहाँलाई पनि टिका लगाइदिनु भयो, उनीहरूलाई पनि। त्यसपछि यहाँ मेरो भाउजूको फुपूको छोरी हो, उसलाई पनि लगाइदियो। हाम्रो त परिवारै ठुलो के, एकदम पुर्ने तक पनि भ्याउँदैन, थुप्रै छन् मामाहरू दादाहरू बहुत छन् के। त्यही भएर हर दिनको भिडाल चाहिँ यहाँ सबैजना बसिराख्नु भएको छ। मामा माइजूहरू यहाँ भाइहरू यहाँ सबै इन्जोय गर्दैछन्, खानु हुँदैछ। मामाहरूले यता पनि हेर्नु केटाकेटीहरू बसेर खाइराखेका छन्। लु गाइस, यसपालिको दसैँ गयो, बाइ बाइ। सबैलाई सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला मेरो भिडियोमा। ओके बाइ। यहाँ